3 करोड नेपालीको आशा भरोसाका केन्द्र आदरणीय सभापति रविदाईमाथि पुराना दलहरूले लगाएको झुटा मुद्दाको भारी आज पनि रविदाईले बोकिरहनु भएको छ। यो साङ्गठनिक अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दाको फैसला सर्वोच्च अदालतले रविदाईको पक्षमा गर्छ भन्ने हामीलाई आशा छ। पक्कै पनि न्यायमूर्तिहरूले न्यायको पक्षमा फैसला गर्नेछन्। यो फैसलासँगै रविदाईलाई मन्त्री हुने बाटो पनि खुल्नेछ। हामीलाई 1 वर्षभन्दा नि धेरै दिनदेखि रविदाईको न्यायको पक्षमा हामी आफ्नो आवाज बुलन्द गर्दै आएका छौँ र अब यो रविदाईमाथि लागेका झुटा मुद्दा हुन् भन्ने फागुन 21 को चुनावको मत परिणामले पनि देखाइसकेको हुँदा सर्वोच्च अदालतले रविदाईको पक्षमा फैसला गर्नेछ भन्ने आशा गरौँ। सम्भवतः रविदाईको पक्षमा आज नै अदालतले आदेश दिनेमा हामी आशावादी हौँ। जय देश जय घन्टी।